हुन्छ बयान त जारी नै छ। त्यो बेलामा उहाँ एक्साइटेड पनि हुनुहुन्थ्यो। अब मैले सबै कुरा चाहिँ हैन आफ्नो तर्फबाट अब एकतर्फी प्रहार भइरहेको बेलामा अब मैले चाहिँ आफ्नो कुरा खुलस्त रूपमा राख्न पाएँ भन्ने खालको नै आशय बुझेको थिएँ मैले उहाँको। हामी निस्किसकेपछि हामीले सर्वोच्च अदालतलाई कसरी जानकारी गरायौँ, जिल्ला अदालत रूपन्देहीलाई कसरी जानकारी गरायौँ, हाइकोर्ट बुटवललाई हामीलाई जहाँबाट थुनिएको त्यहाँ कसरी जानकारी गरायौँ। खासमा हामी फर्किने बेलामा पनि हामी सोधेर आएका छौँ कि अब सुरक्षा स्थिति कस्तो छ त, सामान्य छ कि छैन, हामी फर्क्यौँ कि नफर्क्यौँ भन्दा प्रशासनले होइन अब फर्किँदा हुन्छ सामान्य स्थिति भनेर अब उहाँ त भाग्यो भन्नेसम्मका भगाइयो भन्नेसम्मका पनि आरोप लागेका छन्। अब त्यो सबैलाई खण्डन गर्ने हामीले एउटा ठाउँ पायौँ, आफ्नो कुराहरू राख्ने ठाउँ पायौँ, हामीलाई पत्र दिएका कुराहरू के थियो त भन्ने कुरा पनि ठाउँ पायौँ। साइन चाहिँ मैले गरेको हो तर म चाहिँ त्यो हतारमा थिएँ। त्यस्तो अब त्यो बेलामा अथवा ज्यानकै खतरा थियो, मलाई चाहिँ मार्ने धम्की आयो भनेर चाहिँ सत्यराज जोशीले भनिसक्नु भएको छ हैन, भनिसक्नु भएको छ। त्यही भएर क्यालेन्डरमा पनि 23 गते पहिले आउँछ, 24 गते पछि आउँछ नि त घटनाक्रमहरू हैन। त्यो भनेपछि हजुरहरूले बुझ्नुभयो होला हैन। कतिपय अब हैन निस्केपछि कारागारबाट जब हामीलाई सुरक्षा चुनौती छ भनेर हामीलाई जब परिवारको जिम्मा लाइयो हैन, हाम्रो पार्टी सभा हाम्रो कार्यवाहक सभापति अहिले डिपी अर्यालको जिम्मा लाइयो। त्यसपछि हामीले रविदा आइसकेपछि अब हालसुत अब हामी यतिकै आउने त्यो कुरा भइहाल्यो। त्यो बयानका लागि चाहिँ होइन। राष्ट्रसभा सभापति रवि लामिछाने यहाँ अगाडि कार्यालयमा रहेको 23 भदौ 23 र 24 गतेका घटनाको लागि यसैखेर आयो नयाँ दिनका जाँचबुझ आयोगले उहाँलाई चाहिँ बयानका लागि बोलाइएको थियो हिजो हाम्रो पत्र प्राप्त गरेका थियौँ अनि त्यही अन्तर्गत चाहिँ त्यही बयानका लागि आज यहाँ उपस्थित हुनुहुन्छ। बयान त जारी नै छ। बयान त जारी नै छ। तपाईँहरू पनि जानुभयो, कतिपयले चाहिँ नि निकिता पौडेलको नि बयान हो त्यो फोन सम्पर्क इत्यादिलाई लिएर भन्ने थियो, त्यो त होइन नि? होइन त्यस्तो होइन। अब उहाँ रविदा आइसकेपछि अब हालसुत अब हामी यतिकै आउने त्यो कुरा भइहाल्यो। त्यो बयानका लागि चाहिँ होइन। बयानका लागि होइन। अनि के छ त यो बयानलाई लिएर तपाईँको चाहिँ आफ्ना कुरा स्पष्ट राख्न पाइयो भन्ने छ कि धेरै जसो चाहिँ टार्गेट गरियो भन्ने थियो। अहिले चाहिँ के लागिरहेको छ, टार्गेट गरियो कि स्पष्ट पार्ने अवसर चाहिँ प्राप्त भयो यो बयानले गर्दा? अब यस्तो छ, हामीले सुरुबाटै न्यायिक निकायहरूलाई जस्तो भनौँ पहिला पनि छानबिन समितिलाई जुन सहकारीको छानबिन समिति भएको थियो त्यो दिन त त्यतिखेर हामीले 8 घण्टा 9 घण्टा बयान दिएको हजुरहरू सबैले 8 घण्टा तपाईँहरूलाई अवगत नै छ। त्यही भएर हामीले यो प्रक्रियालाई जहिले पनि सम्मान गरेर हामीले कसरी सहजीकरण गर्न सकिन्छ त्यो सुरुबाटै डे 1 बाटै गरिरहनु भएको छ हाम्रो सभापतिज्यूले। र आज तपाईँले सोध्नु भएको चाहिँ जस्तो अब एउटा चाहिँ कस्तो क्यालेन्डरमा पनि मलाई लागेको होइन, क्यालेन्डरमा पनि 23 गते पहिले आउँछ, 24 गते पछि आउँछ नि त घटनाक्रमहरू होइन। त्यो भनेपछि हजुरहरूले बुझ्नुभयो होला होइन। कतिपय अब आज अब यहाँ आयोगले बोलाइसकेपछि आफ्नो बयान कुराहरू राख्ने पक्कै पनि आफ्नो कुराहरू स्पष्ट राख्ने ठाउँ पनि एउटा प्राप्त हामीले गरेका छौँ होइन। त्यसको लागि पनि हामी आयोगलाई धन्यवाद दिन चाहन्छौँ। र कतिपय कुरा अब उहाँले त्यो सुरक्षित थ्रेट थियो त्यो दिन कस्तो थियो माहौल सबैले देख्नु भएकै थियो होइन। हामी सबै जानकारी छौँ त्यो विषयमा। अब त्यो विषयमा किन निस्कियो त भन्ने कुराहरू कतिपय अब मिडियाबाजी भयो भनौँ, मिडियामा आयो अब उहाँ त भाग्यो भन्नेसम्मका भगाइयो भन्नेसम्मका पनि आरोप लागेका छन्। अब त्यो सबैलाई खण्डन गर्ने हामीले एउटा ठाउँ पायौँ, आफ्नो कुराहरू राख्ने ठाउँ पायौँ, हामीलाई पत्र दिएका कुराहरू के थियो त भन्ने कुरा पनि ठाउँ पायौँ। प्लस हामी जाँदाखेरि चाहिँ हाम्रो सुरक्षा चुनौती थियो र हामीले त्यहाँ चाहिँ एउटा चाहिँ पत्र दिने पनि कुरा भयो क्या। जस्तो धेरै मिडियामा आएको चाहिँ हामीलाई त्यो दिन जाने बेलामा हामीले पत्र प्राप्त गऱ्यौँ, एउटा त्यो पत्र कुरा भयो। खासमा हामी फर्किने बेलामा पनि हामीले सोधेर आएका छौँ कि अब सुरक्षा स्थिति कस्तो छ त, सामान्य छ कि छैन, हामी फर्क्यौँ कि नफर्क्यौँ भन्दा प्रशासनले होइन अब फर्किँदा हुन्छ सामान्य स्थिति भनेर त्यो पनि एउटा सोधपुछ भएको छ कि हामीबाट पनि सोधेर हामी सोधेपछि उहाँले ल ठिक छ अब आउनुहोस् भनेर आइसके त्यो पत्र पनि भएको छ। त्यही भएर सुरुमा हामीलाई दिएको पत्र मात्र होइन कि त्यसपछिका पनि सँगै हामीले कारागार प्रशासनसँग कसरी समन्वय गरिरहेका थियौँ। अनि त्यो बिचमा हामी निस्किसकेपछि हामीले सर्वोच्च अदालतलाई कसरी जानकारी गरायौँ, जिल्ला अदालत रूपन्देहीलाई कसरी जानकारी गरायौँ, हाइकोर्ट बुटवललाई हामीलाई जहाँबाट थुनिएको त्यहाँ कसरी जानकारी गरायौँ। फर्केपछि कि निस्किँदा होइन, निस्केपछि कारागारबाट जब हामीलाई सुरक्षा चुनौती छ भनेर हामीलाई जब परिवारको जिम्मा लाइयो हैन, हाम्रो पार्टी सभा हाम्रो कार्यवाहक सभापति अहिले डिपी अर्यालको जिम्मा लाइयो। त्यसपछि हामीले आउने बित्तिकै हामीले कहाँ जानकारी गराउनु पर्छ त यो विषयमा भनेर हामीले सम्बन्धित सबै निकायलाई जानकारी गराएका छौँ। त्यो विषय त भन्न पाएका थिएनौँ नि त हामीले हैन। त्यस्तै फर्किने बेलामा पनि हामीले फर्किँदा पनि अब सुरक्षा चुनौती कस्तो छ, अब हामी फर्किन मिल्छ भनेर, किनभने अब फर्किनु त्यो बेलामा त अब माहौल अलिकति साम्य हुँदै गएको थियो हैन। त्यसपछि अब यहाँ उहाँहरूले राख्न सक्नुहुन्छ भनेर हामीले सोधेर उहाँलाई बकाइदा लिखित प्रश्न सोधेरै उहाँहरूले ठिक छ हामी तपाईँहरू आउनुहोस् भनेपछि हामी त्यसरी फर्केको हो भनेको यो कुराहरू सबै कुराहरू भन्ने मौका पाइएको
लागेको थिएन। अब आज हाम्रो सभापतिले सबै कुरा क्लियर गर्नुहुन्छ। पत्रको विषयमा जुन कैफियतका कुराहरू आइरहेका छन् त्यसलाई चाहिँ तपाईँहरूले अब पहिला त यस्तो छ, पहिला त अब सिग्नेचरै किर्ते भनेर आइयो, त्यसपछि फेरि अहिले उहाँ अब बयान जस्तो अब सामाजिक सञ्जालमा भनौँ अब अथवा मिडियामै आएको हामीले बयान हेऱ्यौँ होइन, साइन चाहिँ मैले गरेको हो तर म चाहिँ त्यो हतारमा थिएँ, त्यस्तो अब त्यो बेलामा अथवा ज्यानकै खतरा थियो, मलाई चाहिँ मार्ने धम्की आयो भनेर चाहिँ सत्यराज जोशीले भनिसक्नु भएको छ होइन, भनिसक्नु भएको छ। त्यही भएर त्यो सुरुमै अब उहाँको सिग्नेचरै किर्ते थियो भन्ने कुरालाई त त्यसले स्वतः खण्डन गरेको छ। त्यही भएर अब यसमा पत्रको विषयमा अब आज पनि अब त्यहाँ कुरा होला, उहाँले पनि के आफ्नो पत्रको विषयमा कसरी साइन गरिएको थियो, के थियो सिचुएसन, उहाँले कतिपटक फोन गर्नुभएको छ, जुन सत्यराज जोशीले नै हाम्रो भाउजूलाई भयो अथवा पार्टीका पदाधिकारीहरूलाई कतिपटक फोन गरेर बोलाउनु भएको छ भन्ने कुरा, यो सबै कुरा त अब छानबिन आयो। उहाँले त बाध्य पारियो भनेर भन्नुभयो नि त होइन कसले? सत्यराज जोशीले। अब यस्तो छ सर, बाध्य पारियो भनेर कोही राष्ट्रसभाको कसैले बाध्य पारियो भनेको चाहिँ मैले काहीँ सुनेको छैन होइन। बाध्य पारियो भने त्यो सिचुएसन कस्तो थियो, माहौल कस्तो थियो, त्यो माहौलले चाहिँ बाध्य पारिएको भनेको आशय मैले बुझेको छु होइन। उहाँले कसैको नाम तोकेर फलालोले राष्ट्रसभाले गर्दा या त फलानु कसैले मान्छेले गर्दा भनेर भन्नुभएको छैन। त्यो माहौलै त्यति धेरै त्यो स्ट्रेसिङ थियो कि त्यही कारणले चाहिँ त्यो बाध्य त्यो परिस्थितिले चाहिँ बाध्य पार्यो भन्ने खालको बुझाइ चाहिँ हाम्रो छ। जहाँ जाँदै प्रजाजी संवादको विषय जति भन्न मिल्छ त्यो भनिदिनुहोस् न, उहाँको चाहिँ के छ यो बयानलाई लिएर, अरू विषयलाई लिएर उहाँको चाहिँ बुझाइ के हो? होइन त्यही छ, अब उहाँले त अब यो न्याय, मैले सुरुमै भने होइन, हामीले चाहिँ अब न्यायिक निकाय समितिहरू भनौँ न, जहाँ हामीले बयान हामीलाई चाहिँ सोधपुछका लागि बोलाइन्छ, हामीले डे 1 देखि नै सहयोग गरेको अवस्था हो। त्यही भएर आज पनि उहाँ रेडी नै हुनुहुन्थ्यो। उहाँ त अब हाम्रो भन्नुपर्ने कुराहरू, उहाँले राख्नुपर्ने कुराहरू कतिपय कुराहरू थिए होइन, त्यो कुरा आज उहाँ राख्न पाउनु भएको छ र उहाँ त्यो बेलामा उहाँ एक्साइटेड पनि हुनुहुन्थ्यो। अब मैले सबै कुरा चाहिँ होइन आफ्नो तर्फबाट अब एकतर्फी प्रहार भइरहेको बेलामा अब मैले चाहिँ आफ्नो कुरा खुलस्त रूपमा राख्न पाएँ भन्ने खालको नै आशय बुझेको थिएँ मैले उहाँको। निकिता पौडेल तपाईँ सँगसँगै भेट्नु भएको थियो? हजुर हुन्छ, धन्यवाद। दर्शक यति बेला हामी सिंहदरबार परिसरमा छौँ र यो प्रधानमन्त्रीको पुरानो कार्यालयमा छौँ र यति बेला रवि लामिछानेलाई बयानको लागि यति बेला सिंहदरबार परिसरमा ल्याइएको छ भने यति बेला बयान चलिरहेको छ भने रवि लामिछाने पत्नी निकिता पौडेल बाहिर उहाँको प्रतीक्षामा बस्नुभएको छ। तपाईँ देख्न सक्नुहुन्छ दृश्य सिंहदरबार बाहिरपट्टिको दृश्य हो र त्यस्तै अर्का सहमहामन्त्री प्रतिभा रावलको पनि आगमन भएको छ।